हेलो गाइज, गुड मर्निङ सबैजनालाई। सन्चै आएर हुनुहुन्छ, म पनि सन्चै आएर नै छु। अनि के गर्नुहुन्छ सबैजना? मेरो साथमा हुनुहुन्छ मेरो दाइ। आज हुन्छु अर्को के छ भन्दाखेरि आज नयाँ वर्षको दिन, सबैलाई नयाँ वर्षको धेरै धेरै शुभकामना छ। अनि सबैलाई भन्ने आँटेको सब पुरा होस् त्यही भन्छु। आज चाहिँ हाम्रो दाइको स्पेसल डे छ, त्यो पनि अहिले भिडियोमा हेर्दै जानुहुन्छ तपाईँले के छ भनेर। होइन अरू चाहिँ के भन्ने, अहिले भिडियोहरू यत्तिकै हेर्दै जाऊँ के कस्तो छ। मेकअप हुँदैछ अनि देखाउँदै जान्छु के छ भनेर। अनि मा पनि आइसक्नु भयो, यसो चिटिक्क परेर चक्क होइन लाएर आउनु हो। दाइ पनि चिटिक्क हाँसो मुस्कान छ है। यहाँ रमाइलो यसो मेरो मामा घर यहाँ यहाँ चाहिँ सबैजना बस्नु आउँछ है। यहाँ चाहिँ मासु काट्दैछ, यहाँ माइजूले यसो यहाँ पकाउँदै हुनुहुन्छ सबैजनालाई। यहाँ चाहिँ केटाहरू यस्तो मिहिनेत गर्दैछन् सबैजनालाई। अनि केटा कस्तो हुँदैछ दादा तिमीहरूको नयाँ वर्षको दिनको? होइन दाइले पनि नयाँ वर्ष कङ्ग्रेचुलेसन होइन सबै छ। आज मेन स्पेसल मान्छे भनेको यहाँ हुनुहुन्छ, यहाँहरूको मान्छे भित्र हुनुहुन्छ होइन। होइन भिडियो हेर्दै जानुहोस् के छ त बुझ्दै जाँदै हुन्छ होइन। हजुर चाहिँ माइजूले चाहिँ यहाँ के गर्दै हुनुहुन्छ? माइजू तपाईँले माइजूले नि यतै स्पेसल चिजहरू बनाउँदै हुनुहुन्छ। अरू माइजूले चाहिँ यहाँ के ओहो अनि हाम्रो भाजु पनि निस्किनु भयो भित्रबाट। यहाँ चाहिँ यी राम्ररी भएको यता पनि राम्ररी भएछन्, यता पनि गइसक्यो भित्र मेकअप गर्दैछन्। कोही कोही बिहानहरू बल्ल उठेर उठेर खान्। यहाँ चाहिँ त्यस्तो मजाले चलाउनु पर्ने भयो, एउटा समात्ने एउटाले टुलले भोज भतेर हुने हाम्रो आज। यहाँ चाहिँ धेरै गाह्रो, सबैजना फोनमा व्यस्त हुनुहुन्छ। यहाँ के हुँदैछ यता फेरि? यता के यता पनि यस्तो कुरा हुँदैछ फेरि मजाले आफ्नो कुरा हुँदैछ नि यहाँ। सबलाई नै ह्याप्पी न्यु इयर भन्दै हुन्छ यहाँ सबैजनाले। यहाँ चाहिँ है खासै अहिले एकछिनपछि मन्दिर जानुपर्छ, मन्दिरतिर यसो हुँदै। यो चाहिँ मेरो मामा घर। यहाँ चाहिँ ल यो चाहिँ हाम्रो मामा घर, यहाँ मामा घर हाम्रो। यहाँ चाहिँ अब हामी उता दाइ घर जाँदैछौँ, दाइ अगाडि म पछि। अनि आज त घाम पऱ्यो, हिजो पानी परिरहेको थियो होइन, पानी हल्का पऱ्यो। आज त खासै परेको छैन, अब घाम राम्रै छ। नयाँ वर्षको दिन भएर होला होइन, सबैलाई राम्रो भइरहेको छ। दाइ पनि आज आरामसँग मिठो गरेर हिँड्नु हो, खुसी छ मनमा होइन। टक्क अब हामी चाहिँ अब हाम्रो उस ठाउँमा के भन्छ मलाई कान्ति चोक होइन, शिवचोक चाहिँ अब हामी तर अब दाइको घर जाँदैछौँ, ठुल दाइको घर, ठुल मामा घर। ठुल दाइको हाम्रो यताबाट चाहिँ होइन गल्ली भित्रभित्र। यहाँबाट चाहिँ अब हामी अर्को गल्लीमा निस्क्यौँ। यहाँ चाहिँ गल्लीभित्रमा होइन चाहिँ फेरि यता यहाँ त्यस्तै आउनु पऱ्यो। ओहो आरामै सन्चै आरामै। यो चाहिँ हाम्रो ठुल्दाइको घर हो होइन। अब हामी यहाँभित्र छिर्दैछौँ, यहाँ मान्छेहरू के गर्दै हुनुहुन्छ है, त्यही देखिन्न होइन। यहाँ सबैजना लुकी दाइले एक्लै बोलाएर आइदिने हेर, हामीले त नबोलाइदिने बा सस्पेन्ड। म दाइ खोजे हेर लुकी लिएर यस्तो बसिदिने यहाँ त यहाँ भयो। अब ओहो लुकी हजुर यहाँ त बा यस्तो नमस्ते सन्चै आएर ल सेमटी नयाँ वर्ष शुभकामना ल सबैजनालाई। यहाँ त यस्तो मिठो खाएर बसेर सबैजना यहाँ चाहिँ सबै सानोहरू हाम्रो यहाँ बाह्र मुख छोड हिँड्दा बाह्र राम्रो छ होइन। जस्तो भित्र साथीमा नि आउनुहुन्छ सबैजना।
कोट आस्कोट मजाले अब चाहिँ दाइ अब बेहुला मान्छे रेडी हुँदै हुनुहुन्छ यहाँ यस्तरी आराम छ बेहुला चाहिँ आज दिन त त्यही त हो नि होइन बेलमा चाहिँ टक्क तल देखाउन माथि छ सर लाएर यहाँ चाहिँ रेडी ढाका टोपी लाएर अब कोट हल्का कोट लाउनु पऱ्यो होइन रेडी सेडी यता दाइ पनि रेडी हुनुभयो यता सबैजना हामी यहाँ रेडी छौँ अब चाहिँ सबैजना रेडी भएपछि अब चाहिँ मन्दिरमा गएर सिन्दुर हालेर चाहिँ ल्याउनु पऱ्यो भनेर भइरहेछ सबैजना खुसी है सबैजना हेलो सानो मान्छे के छ खबर ल यहाँ चाहिँ निस्किनु हो सबैजना ल बेहुला बेहुली निस्किनु भयो बल्ल 12 कति 9 बजी निस्किने मान्छे भए 1 बजे लगाइदिने यार ल जाम सबैजना ल अब चाहिँ ल यहाँ चाहिँ अब सबैजना अब चाहिँ हामी जहाँ चाहिँ मन्दिरमा गएर अब सिन्दुर हालेर चाहिँ अब लिएर आइन्छ होइन जानु पऱ्यो ल हिँड्नु जाऊँ खै त र चाहिँ अब जानु पऱ्यो मन्दिरमा अब सिन्दुर हाल्न जान्छौँ हामी सबैजना यहाँ बा पनि अगाडि हुनुहुन्छ म पनि अघि छु अब जानु पऱ्यो ठ्याक्कै 9 बजे ठ्याक्कै 1 बजिसक्यो 1:30 लागिसक्यो है कहिले कतिखेर गएर आउने हो थाहा छैन कोही पछि आउँदैछन् हामी अघि आउँछ बाबु छोरा टक्क अगाडि हिँड्दैछौँ हामी धेरै ढिलो गरेँ भोक पनि लागिसक्यो आज नयाँ न्यु इयरको दिन झन् केही झन् स्पेसल खाना भनेको भए झन् त्यही माथि ढिलो गरिदिएको लास्ट के भन्ने यहाँ चाहिँ हामी चाहिँ गलेश्वर चोक आमा है यहाँ चाहिँ सबैजना यस्तै आफ्नो जुनमा हिँड्नुभएको छ है बाह्र पनि पछि आउनुभएको छ अब यसरी हिँड्नु पऱ्यो सबैले हिँडिराखेको छ यहाँ बिच चाहिँ छिरिन्छ हामी यहाँ चाहिँ अब यस्तो भित्र छिर्न पर्छ हामी यहीँ भित्र चाहिँ हामी गइन्छ अब होइन यहाँ चाहिँ यसरी हाम्रो जन्ती त अहिले थोरै छौँ आज होइन छोरी भएछ नि हामी मन्दिरभित्र गलेश्वरको मन्दिरभित्र हामी जाँदैछौँ हामी यार म पनि बा हुनुहुन्छ कि हुनु पो हुन्छ होला सायद यहाँ चाहिँ अब भित्र छिर्न पर्छ यहाँ चाहिँ होइन मन्दिर चाहिँ भित्र मन्दिरमा यसो छिर्न पर्छ मन्दिरमा यहाँ ढोके भन्दा त मन्दिरमा चाहिँ यहाँ त्यस्तो मन्दिरहरू शिव मन्दिरहरू छ सबैजना फोटो खिच्न तयारी हुँदै हुनुहुन्छ यहाँ म चाहिँ भिडियो बनाउनु जस्तो आफै धुलो पठाइदिने
बिहाको सिन्दुर हाल्ने अब बाले उहाँ गरिदिनुहुन्छ अरे अझै हामी चाहिँ अब चाहिँ यहाँ हामी माथि यहाँ यहाँ चाहिँ अब यो मन्दिरमा चाहिँ हाम्रो मन्दिरमा चाहिँ यहाँ चाहिँ बेला बेली चाहिँ यसो मन्दिरमा यो भावना हो हजुर यहाँ चाहिँ अब घुम्दै आउनु न आउनु यसो घुम्न पर्ने अवस्था सबैजना घुम्न पर्ने अवस्था भयो घुम्न पर्यो होइन बेला बेला चाहिँ घुम्न पर्ने अवस्था भइसक्यो नभए घर गएर आउला भो केही फरक पर्दैन ल ल है क्यामेराम्यान जुगा सिन्दुर जिगाला के फरक पर्छ पानीले घुम्न पर्ने हो कि पानी पानी चपा पानी 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 मिले जो पर्दछ रे पदे पदे ए बाबू ए विष्णु नार फुटो परमेश्वर तपाईँ विष्णु देवता हो मैले तपाईको लागि ग्रहण गरे अब सधैँभरि साथ दिनु होला म पनि तपाईलाई साथ दिन्छु मैले परिक्रमा गरेको छु म कहिल्यै पनि हेला नहुँ तर मैले पनि जीवनमा गर्ने छैन भनेर अब कल्पना गर्ने केही त होइन ल यस्ता गर्दै पनि गरौँ हो त्यही अभिषेक गर्नु अभिषेक हो ल हरि ओम शान्ति शान्ति पृथ्वी शान्ति राप शान्ति शान्ति विश्ववा शान्ति धर्म शान्ति सर्व शान्ति शान्ति रेव सम शान्ति रे जी ल
त माला लगाइदिनु पर्यो माला लगाइदिउँ ताली बजाउनु न हो ताली त टोटो ताली भगवान सरस्वती देवी नारायण नमस्ते हामी आज सबैलाई हात गर्न आएका छौँ हाम्रो जीवनको लागि आशीर्वाद गरिदिनुहोस् भनेर अब सर्वस्वती देवी नारायण नमस्ते सर्वसर्वे सर्वसे सर्वशक्ति समन्विते भय बेसायन देवी नमस्ते ल इनाति मैले गन्थे दुर्गा सुन्दरता सागत पावन देवी पापे वसुदान भोगानासे सर्वा विचार अन्य बल्ल भिडियो खिच्नु भकै भएका थियो हेलो यो ननी बस के यसो बाहिर राख्नु धुप बालेर बाहिर राख्नु यो माथि माथि दुईजना ल त्यहाँ छन् है त्यहाँ पैसा केही सानो पैसा राख्दा ल ल अब ज्ञान एउटा छिरा पुग्छ अरू समाइदिनुहुन्छ ए ल यहाँ समाइदिनु चाहिने तन्काउनु दे चढाइस् है चढाइस् चायतिर फाल्नु यता उति पूर्व पश्चिम उत्तर दक्षिण अझै हल्का हल्का गरेर जानु धन्यवाद मंगलम सुंदरी राम मंगलम हनुमान प्रिया कति डोर नछोडीका टर्न लिनु पर्यो तल
तल भात हातले त्यो छोरलाई चाहिँ भइहाल्यो ल ल उयो ल अर्को फेरि नि ल विवाहको धेरै शुभकामना भोलि मागेको बिहान राम्रोसँग धोइदिए निधारमा राख्ने धोइदिएछ पहिला स्वाद पाइछ अहिले ल अब खुट्टा खाने चारैतिर यस्तो घुम्ने घुम्नु अरे फेरि एकचोटि 3 चोटि हो कि ल बिहा चाहिँ हाम्रो सम्पूर्ण भइसक्यो अब चाहिँ बाहिर निस्किनेछौँ होइन तातो भयो गाडी के खान्छ बग्राएर के खाने गइरहेको त्यही त ओठैभरि लाएर बस्यो अहिले के भोक लाग्छ सबलाई भोक लाग्छ नि त त्यही भएर के भएन हाम्रो मान्छे बल्ल आउँदैछ नि यहाँ होइन यहाँ चाहिँ अब सब भइसक्यो अब चाहिँ अब घरतिर गएर खान्छ खाइन्छ होइन यहाँ चाहिँ भइसक्यो सबै थोक यहाँ चाहिँ अब साथी हो आजलाई भिडियो यति नै गरौँ होइन अब चाहिँ बेलाको बिहा पनि भइसक्यो यहाँ त फाइनल भइसक्यो अब यहाँ त कति भिडियो खिच्ने तपाईँले अल्छी लाउँछ होला होइन आजको लागि चाहिँ यति नै गरौँ ल फाइनली भ्लग चाहिँ एन्डिङ भइसक्यो अनि सब्सक्राइब टु आरजे भाइ एलेक्स सपोर्ट माई ब्रो फाइनली 1 2 3 बुम ल